ल रेडी हेलो हाम्रो चाहिँ उहाँ काका हुनुहुन्छ इट्स मी काक्स हाम्रो उहाँ काका एकदम माया लाग्ने काका हैन त काका हो अनि हाम्रो काका भर्खरै आइरहनु भएको छ उठेर जुरुक्क उठ्ने बित्तिकै काका आएर अनि काकाको घर कता भनिदिनु काका सप्तरी काका कति वर्ष हुनुभयो भनिदिनु यहाँ कुन कामको लागि आउनु 27 वर्ष काकाले यहाँ के काम गर्नुहुन्छ काका इलेक्ट्रिसियन हाम्रो काका चाहिँ नेपालको सबभन्दा ठुलो इलेक्ट्रिसियन हो हाम्रो काका हैन काका बोल न हो अनि हाम्रो काका पहिला कहाँ काम गर्नुहुन्थ्यो काका अप्पर तामाकोसीमा कति वर्ष काम गर्नुभयो काका 1 वर्ष अनि काक्सको घरमा के पाइन्छ काक्स घरमा सब थोक पाइन्छ सब मिल्छ खानेकुराहरू ए के त आनन्द अनि काक्सको भाषा के हो काक्स मैथली हो मैथलीमा नमस्कार गर्नु पर्यो नि कसरी गर्छ काक्स नमस्ते बस हो त्यसरी भन्न त्यो भएन त्यसरी पनि होइन क्या यसरी ल काक्सको फेसबुकमा नाम के छ काक्स रञ्जय कुमार चौधरी फलो गरिदिनु होला हैन दाजुलाई सबैजनाले फलो गरिदिनु होला फेरि केटाहरूले नगर्नु होला केटीहरूले मात्रै हैन काक्स हैन सबैले गर्नुपर्छ ए सबैले गर्नु त फेरि गरेर भाउजूले मार्ला हैन मार्दैन भाउजू छैन घरमा गर्लफ्रेन्ड मात्रै छ अनि काक्सको बिहे कहिले हो अब वैशाखमा ल वैशाखमा सबैजनालाई निम्तो छ हैन काक्स ठीक छ ल अनि काक्स अब जाने बेला केही दुई शब्द राख्दिन आफ्नो तपाई चाहिँ यहाँ कुन कामको लागि आउनु भएको म यहाँ इलेक्ट्रिसियनको कुन ठाउँमा आउनु भएको छ त्यो यहाँ भुसुङ्गा ओखलढुङ्गा भुसुङ्गा पावर हाउसमा आउनु भएको छ कि नै पावर हाउसमा कुन पावर हाउसमा बुकु खोला पावर हाउस हैन गलत भन्नु ठीक छ हामी एप्पल पावर हाउसमा आएको ल काका बाइ बाइ गर्दिनु अर्को हातले भयो बाइ बाइ गर्नु अहिले भाषण एकछिन भइसक्यो हेलो के तपाईँको इन्टरभ्यू भएको भन्नुहोस् तपाईँ यहाँ जनता चाहन्न के सुन्न चाहन्छन् जान्न चाहन्छन् भन्नुहोस् तपाईँको कुराहरू राख्नुहोस् तपाईँ के गर्दै हुनुहुन्छ साथी टाउको मार्दै साथी तिमीले स्याम्पू लिएर आयो कि नै पसल गयो तिमीलाई स्याम्पू चाहियो स्याम्पू किन चाहियो तिमीलाई भन त स्याम्पू नुहाउन चाहियो ओ सापटी देऊ न स्याम्पू साथी बाई हामी माछा मार्न मिल्दैछौँ तपाईँसँग